तर वेलकम ब्याक होइन यसरी तर चोरी हुनसक्छ नि त आज चाहिँ स्ट्यान्ड बिना डाइरेक्ट क्यामेरा मात्रै छ यसरी चाहिँ हल्का चोरी हुन सक्यो नि त फेरि हो कि नै भन न र आज चाहिँ हामी जाँदैछौँ आरसी हेरिस हाम्रो कति जाने आरसी हेरिस यार भाई मेरे वीडियो में गलत कमेंट मत कीजिए यार अरे भाई भाई समझ के बोल रहा हूँ यार बुरा लगता है भाई आप लोग भी जानते हो आरसी हेरिस मात्र गएको 4-5वटा भिडियो छ होला यो चाहिँ अब 5th 6th हुनुपर्छ जहाँसम्म मलाई लाग्छ पछाडि को आइरहेछ है अलिक खतरा चाहिँ छ यो एरिया चाहिँ पुरै होमलेस एरिया हो अब बिल्डिङहरू चाहिँ राम्रो राम्रो छ तर अब होमलेसहरू धेरै भएको कारणले यहाँ चाहिँ अलिकति क्यामेरा निकाल्न बिल्डिङकै होमलेसहरू होला त्यही हो यही यस्तैमा बसिरह हुन्छ क्या अब यहाँ अगाडि होमलेस भन्नु क्या फेरि तिनीहरूलाई है घर हुने रे फेरि बाहिर बौला जस्तो डुलिरहेको हुन्छ मान्छे त्यो पिक्चरले कस्तरी क्यामेरा हेरेको थाहा होला अब म अगाडि देखाउँछु आज यसो चप्प सान्त दौड्यो भने दुईजनै दौडिनु सक्दैन म त सक्छु हौ तिमी नि गोर्खाली हेर्नु त माका खै त गोर्खाली हेरेर एरिया चाहिँ खास अब बाटोहरू सबै राम्रो छ होइन हरियाली छ कति राम्रो राम्रो नयाँ नयाँ बिल्डिङहरू छ तर अब यो एरियाले गरेर रेपुटेसनै अब यहाँ खासै मान्छेहरू बस्दैन कि राम्रो मान्छेहरू होइन त सो अगाडि चाहिँ अब होमलेसको अखडाहरू यहाँ त खिच्न पनि डर लाग्ने नै हुन्छ कसरी खिच्ने भन्ने कुरा यसरी खिच्नु पर्छ ओहो खतरा डराउनु पनि पर्दैन यसरी खिचे त भयो त्यही पकाउने हो अब पकाउने भाँडा ठट्टाउने त्यही त किन दौडेको होमलेसहरूलाई हट्यो कि क्या कपाल चाहिँ तेल लगाएर आएको कस्तो भएको छ पकाउन झ्याउ लाग्दैन सँगै पकाउन त झ्याउ लाग्छ नि यार के गर्ने अब प्रोफेसनै भइसक्यो पकाउने यार पकाउँदा चाहिँ झ्याउ लाग्दैन मलाई त पहिल्यै झ्याउ लागेर छोडिसक्नु प्रोफेसनै त्यही भएपछि त के गर्ने हो र पकाउनु त पऱ्यो रुटिनै त्यही ज्यानमा गयो पकायो काट्यो धोयो यहीँ हो किङ एरिले तल किङ हो अर्को सेफ पनि पकाउँदैछन् होला सेतो सर्ट लगाएर यो चाहिँ एकदम टोरन्टोको एकदम कोर डाउन टाउन नै अब सुरु हुने हो यहीँबाट हो क्या एकदमै बिल्डिङ सबै महँगो एरिया मात्रै हो यो चाहिँ यहाँ चाहिँ अब अपार्टमेन्ट भनेको त्यही हो किन्ने रेन्ट गर्ने त्यस्तो चाहिँ नसोचौँ अब हामी चाहिँ अविनाशलाई लिन जान्ला उसको 4 बजीसम्म काम छ भन्थ्यो कार भए सर जानुहुन्थ्यो है पुरानो डाउनटाउन मेन के मेन पुरानो भनौँ न अहिले त बे स्ट्रिटहरू हो नि त अलिकति छलफल नयाँ मोडर्न बिल्डिङहरू यहाँ नि महँगो छ हो तर यहाँ खोला नजिक भयो नि त खोला देखिसक्यो यहीँबाट खोला होइन हो लेक खोलै भनौँ न नेपालीमा के लेक न लेक अन्टारियो नै हो लेक अन्टेरियो ल त्यो आन्टीलाई अब लिन्छ नि आन्टीको पसल त आइसक्यो यहाँ इटालियन रेस्टुरेन्टमा काम गर्छिन् आन्टी चाहिँ A few moments later. यहाँ चाहिँ सेफ भेटिसक्यो खत्रै सेफ भएर आज धुलो के पिस्दै थियो र बनाउनु पर्छ धेरै कुराहरू ल जाउ छोड्दै आजलाई आजको सिफ्ट यति नै फेरि अर्को नि उस आएनन् क्या त्यही भएर नि हो आज मेरो भ्याएपछि अर्को त हुन्छ सेफलाई नै बनाउन भन्दाखेरि त्यस्तो रहेछ नै त्यत्रो हिँडेको त के काम लाग्छ केही भन्दैन तर अलि गाह्रो हुन्छ ल ऊ छ अविनाश चाहिँ नआउने रे मलाई चाहिँ 4 बजे भनेर बोलाउँथ्यो क्या अरे अब 7 बजीसम्म गर्ने कुरा चाहिँ काम आज चाहिँ किन हो उसले चाहिँ जुसी डम्पलिङ लिएर आएछ म चाहिँ पिज्जा किन्छु एउटा ड्रिङ्क पनि किन्नु पर्ला नि के होइन लाइट नेस्टी खानु पर्ला फेरि ग्यासले ढुस्सो हुन्छ अब ठिकै छ बल्ल हप्तामा 1 दिन बिदा पाएको छु केही इन्जोय गरौँ न त भनेर आज निस्केको हो खास भोलि चाहिँ मेरो अब 2 बजीदेखि कति बजीसम्म हुन्छ काम चाहिँ भोलिदेखि चाहिँ नयाँ ठाउँमा नि काम गर्ने हो त्यसैले कति हुन्छ चाहिँ थाहा भएन कस्तो गर्मी पो भयो है अगाडिको भ्याउँछौँ भ्याउँदैनौँ है अगाडिको भ्याउँदैनौँ होइन यो स्टप दुई भ्याएन ठिकै छ
पुरा मर्सिडिज छ। अहिले चाहिँ हामी गएको गई छौँ, कहिले पुग्ने हो हत्तो पत्तो छैन। तिमीले हेऱ्यौ त्यो उसको यसलाई सक्छ, त्यसलाई सक्थ्यो है, के हेऱ्यौ यसलाई पनि सक्छ। कतिजनाले नोस्टाल्जिया होइन त्यो लुटै नभएर अलि कतिजनालाई नोस्टाल्जिया फिल भयो होला यो गेम देखेर। क्लास अफ क्लान किन मतलब बच्चा आउँदाखेरि सब क्लास 7 ठुक्कै त्यस्तै छ। 1000 भयो नि पाइरहेको छ त, कति चाहियो त लुट? होइन चाहियो 60-70,000। यो सानो बेच्नु लाग्छ 24,000 बल्ल, तर लुटै त पाउँदैन। ट्रफी तिमीले हाई गऱ्यो भने नि राम्रो राम्रो बेस आउँछ नि। तर हामीलाई नि हान्छ नि फेरि। यहीँबाट बरु स्यान्डविच नानी मिठो पाउँछ त, मिठो त उस हेर न खाना त पर्यो। हाँसी त पिज्जा हट खाने हो। हामी चाहिँ आरसी आएको थियौँ खास, आरसी चाहिँ नजाने अब यतै बसेर खाने, अनि फेरि अर्को बिच जाने नि त, यहाँ नजाने। यहाँ चाहिँ अलिक नेपालीहरू पनि बढी रहेछ, भिड पनि रहेछ हल्का। अन्त छिटो खाम अनि फेरि फर्किहालौँ है त। अनि अघि के भएको स्टोरी भन्छु म, अघि खिचेन नि त होइन त। अहिले चाहिँ हामी यता स्पाइडाइना झर्ने, त्यसपछि चाहिँ त वेलमा जाने। वेल भनेको चाहिँ अब यता एउटा मल जस्तो ठाउँ हो, त्यो चाहिँ सौगात बसिरहेको छ। अनि त्यहाँ गएर हामी अब उता बिचतिर सायद जान्छौँ होला। यहाँ चाहिँ एउटा बाजे लास्ट हल्ला गरिरहेको छ, त्यसैले क्यामेरा अगाडि ल्याएर बोल्नु परिरहेछ। अब हामी यही स्टपमा झर्छौँ। पिज्जा 2 बक्स यहीँ छ, पिज्जा चाहिँ अब उसलाई दिने, समात्छ उसले समात्छ। आज यो गढियोलाको यात्रा चाहिँ लास्टै लामो भएको छ, लगभगसम्म त लगभग 2 घन्टा, लगभग झन्डै 2 घन्टै चढ्यो। ह्याङ भइराखेको भएन त्यही माथि टुर यो पौला जस्तो ड्राइभर के चलाएको थियो यसले, दिनभरि लगाइदियो है त्यहाँ। लास्टै टाइम लाग्यो है, तर केतै तलबाट तलबाट कस्तो रिस उठ्दो चलाएको हौ। हिँड्दै हिँड्नु जाम भयो हिँड्दै हिँड्नु नै छ ल यहाँ पप्पी। कति मिनट लाग्छ हिँड्दै? 5 मिनट। 5 मिनट मात्रै हो, 5 मिनट मात्रै हो त। 5 चाहिँ हिँड्दै जाउँ न त। 2 ब्लक त पिज्जा बेकार पिज्जा किने है, तर मेरो पेट चाहिँ भरिसकेको छ। अनेस्टली भन्नुपर्दाखेरि उहाँ आशीसम्म होइन पिज्जा अर्डर गरेर पिज्जा लिन गएको क्या हामी खासमा। खास आरसी जाने भनेको अलिक ढिलै भयो, अनि त्यहाँ पुग्ने बेलासम्म मैले ट्याक्क अब त्यही टाइमअनुसार पिज्जा अर्डर गरेँ। के फाल्तु छ त्यहाँ 2 स्लाइस छ, सस पनि खुल्ला छ, नहल्लाउँदै टपको चाहिँ सस खुल्ला छ। अब चाहिँ हामी मेन डाउनटाउनतिरै छौँ अहिले चाहिँ। डाउनटाउन भने चाहिँ डाउनटाउनै हो है, डाउनटाउन भने डाउनटाउनै हो है। डाउनटाउन भएर डाउनटाउन नभए के हुन्छ त्यही नि भनेको। पप्पी यहाँबाट काट्ने ठिकै छ नि त। ल काटौँ है काटौँ। केही भन्नु छ त? आजको कपाल त के भएको हो यस्तो सर? फेरि आज गएर नि नुहाउनु पर्छ यार, कति नुहाउने यार, तालु भइसक्यो। कपाल झऱ्यो भने के गर्नुपर्छ जस्तो लाग्छ तिमीलाई? खुइलाउने तालु नै सेट्टी नै हुनुपर्छ क्या है? त्यस्तो भएर बरु एउटा स्याट्टै अनि त्यसपछि फेरि राम्रो पलाउँछ हौ हामी त। मलाई त लाग्दैन हौ, गर्छ हो फेरि पलाउँदै नपलाउने के गर्नु? नपलाउँछ विक लगा यो चाहिँ 1 वे रहेछ। हाम्रो भ्लग अलिक भाइरल भएन कि, बुझेन? केही गर त ल भाइरल हो नि, नाच त के बिचमा गएर डान्सिङ इन द मिडल अफ द रोड भनेर नाचेलाई नचाउनु। वेल आइसकेछ है, यस्तो टाढा त नरहेछ। कत्रो बेर कुदायो त्यसले, धेरै टाइम लाग्यो नि। म त कति मिनट निदा 15-20 मिनट निदा होला। क्लियर भयो जस्तो, आँखा क्लियर भयो जस्तो, भिजन क्लियर भयो जस्तो। अगाडि कति क्युट हो र।
हो कुकुर कुकुर साह्रो राम्रो रहेछ पप्पी हेर है पुरै प्रमो भइरहेछ स्ट्रिट कारमा यसरी हातले समातेर खिच्दा त अलि पुरै कि त तन्काउनु पऱ्यो डब्बा उठाउन खिच्नै पऱ्यो ल बोला त के बोला यसरी बोल ल्याउनु ल्याउ यसरी बोल्ने हो यहाँ ल्याउ न बोल्न न खतरी बोल्ने होइन यत्तिकै त्यो क्यामेरा उताबाट चोरी पनि छैन यस्तो महँगो क्यामेरा तर यो सानो भएको म एकदमै युज भएको ठग ठग त ठगै हो आफैले आफूलाई ठगिरहेको मैले त्यो त सबै थाहा छ ठग छैन ओहो हात खुट्टा मड्के जस्तो भएको छ हो यहाँ त पसल खत्रै रहेछ त जुत्ता हो एडिलेड भन्ने चाहिँ त अब त पुग्नु पर्ने हो एक ब्लकमा होइन के हो तर घाँटी चाहिँ लास्ट सुक्खा भएको छ आज उठेपछि डाइरेक्ट अब केही नखाइकन हिँड्यो अनि कति उठ्दा 2:30-3 त बजिसकेको थियो कि तर मलाई चाहिँ बाहिर जानु मन थियो आज आरसी हेरी जानु मन थियो मलाई साँच्चै भन्नुपर्दा अनि बेला जाउँ भनेको आयो आरसी हेरिस जाने भनेर आयो होइन त पछि चाहिँ के मुड छोक्छले यहाँ वेलमा आऊँ भन्यो पिज्जा मैले त्यहाँ मगाइसकेको थिएँ अब क्यान्सलै गर्न मिल्दैन फेरि मगाइदिएँ होइन त अरे तर पैसा काट्छ के हो के को पैसा काट्नु पैसा त गयो पैसा त पनि गयो खाना नि गयो पैसा बरु खाना पैसा गयो पनि अब खाना अब नजाओस् भनेर बरु लिएरै आयौँ पिज्जा होइन त त्यसैले एकदम कसले माया त्यही पनि एउटा भयो नि त बाई वान गेट वान रानीको नि माया बाई वान त्यही त दुइटा थियो अनि माया मार्ने कुरा भएन दुइटै लिएर आइयो बरु अब यतै खोलातिर गएर कता गएर खाइन्छ होइन त कस्तो राम्रो आएको देखेनौ तिमीले के हेर्नु ल यो चाहिँ द वेल यो चाहिँ अब मल सपिफाई पनि पसल रहेछ तिमी बरु सपिफाईमा दुकान खोल के भन्छौ तिमी काम छैन त्यो स्क्याम हो मान्छेहरू आउँदा चाहिँ अप्ठ्यारो हुने कि डाइरेक्ट उनीहरूकै मुखमा किजे जस्तो है यस्तरी हेर्छ नि त ल अङ्कल तल गएर बरु पिज्जा खानुपर्छ जस्तो बरु उता नजाने यहीँ राम्रै रहेछ नि त यहीँको कहाँ उता जाने त्यहाँ त पहिला तल जाउँ न अब यहाँको चाहिँ टुर गरौँ न हल्का होइन यहाँ गल्ली यहाँबाट होइन ल विदेश हो यहाँ तर है कस्तो राम्रो आएको लाइटिङ भिडियोमा नाचेको इच्छा भयो नि त्यस्तो स्टाइल मन पऱ्यो है मलाई को छ यहाँ हो यो नानीलाई त चिने जस्तो छ त को नानीले यो नानीलाई कहाँ देखे जस्तो लाग्यो को तिमी एक्लै छौ त हो ए फ्रीमा पैसा लाग्छ अरे कसले भनेको त्यो पैसा लाग्छ नि ए यत्रो पैसा ट्याप गर्ने देखेन 3000 खेल्छु सिक्का छ बल चाहिँ यसले कहाँबाट फाल्दो रहेछ अनि यसरी सिक्का हाल्न मिल्दैन हो अनि यहाँबाट यसरी टुङ 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 के भन्छ गेमलाई आइसक्यो ल अब चार टाइम खान्छु तिमीहरूको क्राइटेरिया के छ पछाडि यहाँ काम गर्नलाई चाहिँ होइन अहिले हामीले चाहिँ के गर्दाखेरि राम्रो हुन्छ अहिले चाहिँ हामी वेल बाहिर अनवेल गडेला कुर्दैछौँ तर गडेला चाहिँ आएको छैन यस्तो भएको कपालहरू तालु नै हुनु लाग्यो क्या म त गडेला आउँदैछ अपार्टमेन्ट होला नि अपार्टमेन्ट हो अपार्टमेन्ट हो होइन होला अपार्टमेन्ट हो कि ल हेर न लाइटिङहरू त्यस्तो हुन्छ त अपार्टमेन्टमा ओ एन्ट्री हेर त्यहाँ अपार्टमेन्टको एन्ट्री हेर त्यहाँ अफिसहरू होला होइन के
त्यहाँ त फेरि सफाइ के लेखेछ के ऊ पसल पनि छ होला त्यो पनि अपार्टमेन्टै छ होला लाग बाजिहाल्यो फेरि होइन अपार्टमेन्ट छ मान्छे बस्छ मैले साँच्चै कहाँ देखेँ भन्दाखेरि त्यो रेन्टमा देखेको थिएँ मैले नि द वेलको माथि उसले करिमले भनेको यहाँ माथिहरू मान्छे बस्छन् अनि यिनीहरूलाई हामीले तान्नुपर्छ अनि यिनीहरूलाई हामीले गर्नुपर्छ अहिले चाहिँ अलिक जाडो जाडो भएको छ त्यो पनि हो कि स्ट्रिट चाहिँ बिजी छ स्ट्रिट बिजी छ सिएन टावर यहीँ मुखैमा रहेछ नाकाइमा लुकेर बसिरहेछ हामी चाहिँ अहिले एउटा रेस्टुरेन्टतिर लाग्दैछौँ पुग्न लागिसक्यो चारजना पछाडि खस्ने मान्छे भिड पनि छैन हल्का ग्यास्ट्रिक भइरहेछ अब चाहिँ हामी नेपाली रेस्टुरेन्टतिर लाग्छौँ मलाई उनीहरूले केही खाएको छैन अरे त्यसैले पिज्जा खाइरहेछौँ हामीले चाहिँ कतिवटा खायो पिज्जा नजातिनु होला मैले 5 स्लाइस चाहिँ एकैचोटि कति स्लाइस थियो यसमा कति स्लाइस थियो 5 स्लाइस खाइन अहिले 5 स्लाइस स्मल हो क्या यो स्मल हो यो 8वटै हुनुपर्ने हो 1 2 3 4 अनि 6वटै त रहेछ त 6वटा रहेछ 6वटामा 4वटा खाएँ मैले अब 4वटा खाएको तिमीले 2टा खाएको के त जुसी चाहिँ अघि खाइयो क्यामेरामा हल्का चिपचिप्ला रहेछ तिम्रो कपडा ए उसको लुगा ठिक रहेछ है कपडा पुस्नलाई चाहिँ हेलो अहिले चाहिँ लगभग कति बज्यो ओहो 8:30 भइसकेको छ हल्का हाफपट्टु लाग्यो जाडो भएको कस्तो देखेको एङ्गलै मेन्यु चाहिँ दामी छ कस्तो नेवारी स्टाइलमा नेवारी गीत बजिरहेको छ नेवारी भाइब चेक पास हेर्दैछौँ के खाने ल अब